ल है अब हजुरहरूले सुसमाचार सुनिसक्नु भएको छ। अब हजुरको इच्छामा म यो कुरालाई छोड्न चाहन्छु, किनभने मैले पनि पहिला येशू ख्रीष्टको बारेमा सुन्दै गर्दाखेरि मलाई भन्नुहुन्थ्यो, येशूले तपाईँलाई धेरै माया गर्नुहुन्छ र हामी सबै मानव जातिलाई उहाँले माया गर्नुहुन्छ र तपाईँलाई आज येशू ख्रीष्टले बोलाउँदै हुनुहुन्छ, के तपाईँ विश्वास गर्न चाहनुहुन्छ भनेर। मैले विश्वास गरेँ, तर त्यो चाहिँ ख्यालमा विश्वास गरेको थिएँ। तर साँच्चै परमेश्वरले मलाई चुन्नुभएको रहेछ भन्ने कुरा मैले थाहा पाए दिनदेखि चाहिँ म उहाँलाई पछ्याउँदैछु। अब चाहिँ म लाइसेन्स लिनतिर लाग्दैछु। कति धेरै मान्छेहरू आज सायद लाइसेन्स निकाल्नको लागि हो कि जस्तो पनि लागिरहेछ। हेरौँ के को लागि चाहिँ को लागि भयो भने। ल अहिले चाहिँ म यातायात एकान्त कुना आइपुगेँ अनि बाइक राख्ने ठाउँ चाहिँ कहीँ पनि छैन, यस्तो हिलो छ कि भने पुरै प्याक छ। त्यही भएर मैले चाहिँ बाइक चाहिँ उतै टाढै राखेर आएँ। अब मेरो लाइसेन्स चाहिँ मैले ट्रायल पास गरेको चाहिँ 2022 डिसेम्बर 31मा हो, 30 कि 31मा हो। अनि अहिले चाहिँ ठ्याक्कै 2026 जुलाई 6। फाइनल्ली भर्खरै होइन मैले चाहिँ अब लाइसेन्स आएको छैन, त्यहाँ 2022देखि पछाडिको चाहिँ धमाधम हुँदैछ भन्ने त्यो चाहिँ उनीहरूले नच्यातिकन राखेको रहेछ। र के भन्छ क्युआर रहेछ, त्यो क्युआरमा गएर चाहिँ मजाले हेरेर अनि त्यहाँनिर आफ्नो लाइसेन्सको नम्बर हानेर त्यो नम्बर हानेपछि अनि त्यहाँ लाइसेन्स नम्बर हानेपछि लिन जाने मान्छेको नम्बर हान्नुपर्ने रहेछ। त्यो हानेपछि उनीहरूले कोड दिँदो रहेछ कति नम्बरमा जानुपर्छ भनेर।
अनि सो मेरो चाहिँ यहाँनिर 2208 को कमा परेको थियो 3 जना पछाडि मैले चाहिँ फाइनल्ली ओके ल म चाहिँ अब हिँडेँ खै यार 2022 23 24 25 26 आम्मा रिन्यू गर्ने बेला पो हुन लागेको छ यार थेट लाइसेन्स आउनु त आयो तर रिन्यू गर्ने बेला अब यो कार्ड त धेरै दिन पनि बोक्नु पाउँदैन अब जेसनलाई लिन जानुपर्ने छ 1:30 बजीतिर सो म यहाँबाट डाइरेक्ट अब जेसनलाई लिन जान्छु के गर्दै रहेछ भयो भने अलिकति देखाउँछु पनि ल अब एकैचोटि रिन्यू गर्ने बेला मात्र हो यहाँ पनि 27 मा त अब आउनु परिहाल्छ बढी मैले बोक्ने भनेको अब यो कार्ड 1 वर्ष होला 1 वर्ष भन्दा नि 1.5 वर्ष जति होला फाइनल्ली मैले पनि अब पाइहालेँ लाइसेन्स होइन कार्ड पाएँ यार ओके यसले मार्पछि बाबा हो मान्छेको भिडमा फेरि मेरो त्यो पर्स हराएर त्यो पेपरहरू चाहिँ त्यसमै हराएको थियो क्या लाइसेन्सको पेपरहरू अनि धन नागरिक एपमा मैले त्यो सबै राखेको थिएँ सो त्यो कारणले गर्दाखेरि चाहिँ नागरिक एपको भरमा मलाई लाइसेन्स कार्ड प्राप्त भयो त्यो पेपरहरू नभए तापनि गाइस अब फर्किँदैछु आजको दिन यस्तै भयो एउटा काम बन्यो एउटा काम बन्न बाँकी छ आजको यो भ्लग चाहिँ म जस्तो छ त्यस्तै हाल्छु एडिट नगरिकन हेरौँ है त के कस्तो हुँदो रहेछ पहिलादेखि इच्छा थियो अब गोप्रोमा टक्क भ्लग बनाउँदै हिँड्ने दामी त्यो मन चाहिँ अब त्यो इच्छा चाहिँ पुरा भयो बाइक लिनको लागि म त वहाँ कहाँ पुग्नुपर्ने छ यार मैले सोचेको थिएँ अब लाइसेन्स त्यो कार्ड निकालेपछि चाहिँ म आज दिनभरि चाहिँ पठाऊ यहाँ इनड्राइभ गर्नु पर्ला भनेको त बिर्सेछ अहिले छोरा लिन जानुपर्ने सो अब छोरा लिन जान्छु अनि मेरो फेरि आफ्नै होमवर्कहरू एसाइनमेन्टहरू पनि गर्नुपर्ने छ सो त्यो गरेर बस्नु पर्ला आज चाहिँ राइट अघि त झन् बाइक कहीँ राख्ने ठाउँ थिएन अहिले बरु अलिअलि खाली भएछ ठ्याक्कै 1 बज्नु लाग्यो अनि यसको ब्याट्री चाहिँ धेरै नटिक्दो रहेछ यार अब यहीँ छ बाइक अब चाहिँ कसैले ल अब लाइसेन्स पनि पाइहाल्यो होइन अब चाहिँ म फर्किँदैछु सो अहिले फेरि म छोरा पनि लिन जानुपर्ने छ 1:30 बजे सो त्यही भएर म अब चाँडै फर्किँदैछु इच्छा थियो आज चाहिँ यसो इनड्राइभ गर्ने तर ठिकै छ केही छैन एउटा भोलितिर पनि गरौँला ओके मैले अघि तपाईँहरूलाई येशू ख्रीष्टको बारेमा भनेको छु कस्तो लाग्यो तपाईँहरूलाई तपाईँहरूले त्यसको फिडब्याक पनि दिन सक्नुहुन्छ कमेन्टमा अनि हिँड्दै गर्दाखेरि किन येशूलाई विश्वास गर्ने हुन त मैले कति कुराहरू भनिसकेको छु येशूलाई किन विश्वास गर्ने कसरी विश्वास गर्ने विश्वास गर्यो भने के हुन्छ अनि विश्वास गरेन भने के हुन्छ पहिलो कुरा येशूलाई किन विश्वास गर्ने भन्दा परमेश्वर मानिससँग सम्बन्ध राख्न चाहनुहुने परमेश्वर हुनुहुन्छ जुन भत्किएको सम्बन्ध थियो जुन
तोडिएको सम्बन्ध थियो त्यो गाँच्नको, त्यो पुरा गर्नको लागि, फेरि पुनर्स्थापना गर्नको लागि आउनुभयो। यस कारणले गर्दा हामीले येशूद्वारा मात्रै परमेश्वरलाई चिन्न सक्छौँ। र येशू ख्रिस्टले पनि यसरी भन्नुभएको छ, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। अनि त्यो पिता चाहिँ अरू कोही नभएर सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ। अनि येशूमा किन विश्वास गर्ने? पितासँग मिलाप गर्न, सृष्टिकर्ता कहाँ पुग्नका लागि। अनि कसरी गर्न सकिन्छ त येशूलाई विश्वास? रोमीको पुस्तक 10:9 भन्छ, यदि येशू ख्रिस्टलाई आफ्नो ओठले येशू नै मेरो प्रभु हुनुहुन्छ भनेर स्वीकार गर्यो भने र हृदयदेखि नै येशू मरेकोबाट जीवित हुनुभयो र उहाँमा अनन्त जीवन छ भन्ने कुरा विश्वास गर्यो भने त्यसले अनन्त जीवन पाउँछ, अर्थात् उसको उद्धार हुनेछ भनेर बाइबलले भन्दछ। उद्धार पाउनको लागि बस मुखले स्वीकार र हृदयले विश्वास गर्दा पुग्छ। त्यसो भए येशूलाई विश्वास गर्दा के हुन्छ? येशूलाई विश्वास गर्नुभयो भने बाइबलले भन्दछ अनन्त जीवन पाउँछ। किन मैले भने परमेश्वरले संसारलाई यति धेरै माया गर्नुभयो, आफ्नो प्रिय पुत्र येशूलाई पठाउनु भयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् भनेर भन्नुभयो। अनन्त जीवन पाउनु। अर्को कुरा चाहिँ येशूलाई विश्वास गर्दा येशू आफैले भन्नुभएको छ, चोर चाहिँ चोर्न, मार्न, नाश पार्न आउँछ, म त तिनीहरूले जीवन पाउन् र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ भनेर येशू ख्रिस्टले भन्नुभएको छ। अब के कुराले हामीलाई हाम्रो जीवनमा चोर छ, हामीलाई नाश पार्छ, हामीलाई मार्छ, त्यो कुराबाट बचाउनको लागि येशू ख्रिस्ट आउनुभयो। अनि येशूमा चाहिँ जीवन र यो संसारमा रहँदा प्रशस्तताको जीवन पनि पाउँछ येशूलाई विश्वास गर्यो भने। अर्को, येशूलाई विश्वास गर्यो भने उद्धार पाउँछ। त्यसो भए येशूलाई विश्वास गरेन भने चाहिँ के हुन्छ त? किनभने येशूलाई विश्वास गर्ने भन्दा विश्वास नगर्ने मानिसहरू धेरै छ। के हुन्छ त? बाइबलले स्पष्ट गरेर बताउँछ कि विश्वास नगर्ने दोषी ठहरिनेछ। फेरि पनि भन्न चाहन्छु, यदि येशू ख्रिस्टलाई कोही पनि मानिसले विश्वास गर्नु भएन भने ती सबै मानिसहरू दोषी ठहरिनेछ। र परमेश्वरले मानिसलाई खासमा स्वर्गको लागि बनाउनु भएको, उहाँसँग रहनको लागि बनाउनु भएको, उहाँभन्दा बाहिर जीवन छैन। जीवनको अपोजिट के हुन्छ? जीवनको उल्टो के हुन्छ हामी सबैजनालाई थाहा छ, मृत्यु, नाश। जसलाई यो संसारमा पनि हामी भन्छौँ नि, अब पापी चाहिँ नरकमै जान्छ भनेर भन्छ नि, त्यो मान्छे त कस्तो पापी रहेछ, नरकमै जान्छ होला भनेर भन्छ नि। हो, बाइबलले पनि यो कुरा, यो सत्यतालाई बताउँछ कि परमेश्वरभन्दा बाहिर चाहिँ नरक छ। तर मानिस त्यहाँ गएको परमेश्वरको इच्छा होइन। यस कारणले गर्दा त परमेश्वरले मानिसहरूद्वारा यो सुसमाचारको बिन्ती हर मानिसको घर घरमा मिडिया मार्फत हर कुराबाट गर्दैछ। यस कारणले गर्दा म पनि यो भ्लगको मार्फतबाट येशू ख्रिस्टको बारेमा सुनाउन चाहन्छु, येशू ख्रिस्टको बारेमा बताउन चाहन्छु कि तपाईँलाई कति धेरै परमेश्वरले माया गर्नुहुन्छ, कति धेरै चाहनुहुन्छ। तपाईँ स्वर्गको लागि बनेको मान्छे हो। तपाईँ यो संसारमा बस्दा डरको जीवन होइन, अन्यलको जीवन होइन, आत्तिने जीवन होइन, व्यर्थको जीवन होइन, तर शान्तिको जीवन जिएको परमेश्वर चाहनुहुन्छ। तर बाइबलले भन्दछ शान्तिको राजकुमार चाहिँ येशू ख्रिस्ट नै हुनुहुन्छ। यस कारणले गर्दा जतिजना पनि आजको भ्लग हेर्दै यो कुरा सुन्दै हुनुहुन्छ, म फेरि तपाईँलाई स्वर्गबाटको निम्तो दिन चाहन्छु कि येशू ख्रिस्टलाई विश्वास गर्नुहोस्। मैले भनिसकेँ कसरी विश्वास गर्ने। येशूलाई आफ्नो मुखले स्वीकार गर्ने कि तपाईँ प्रभु हुनुहुन्छ र हृदयले विश्वास गर्ने कि तपाईँमा अनन्त जीवन छ। तपाईँ मानिस जातिको लागि मर्नुभयो र मरेको हुनु भएन, फेरि मृत्युलाई जितेर चियानलाई रित्तो पारेर बौरी उठ्नुभयो भन्ने कुरालाई हामी विश्वास गर्छौँ भने हामी सब मानिसको उद्धार हुनेछ। र बाइबलले पनि यही भन्छ, सबै मानिसहरूले मुक्तिको ज्ञान पाउन् र परमेश्वरमा फर्किउन् भन्ने परमेश्वर चाहनुहुन्छ। यो कुरा धेरै ठाउँमा लेखिएको छ, बाइबलमा धेरै ठाउँमा यस्तो कुरा लेखिएको छ कि परमेश्वरले मान्छेलाई धेरै माया गर्नुहुन्छ भनेर।
ओके, मैले तपाईँहरूलाई कुरा गर्दा गर्दै म मेरो छोराको स्कुलमा आइसकेँ। म यहाँ छोरा पनि लिएर अब जानुपर्ने छ। फेरि तपाईँहरूलाई यो निम्तो ए त्यो खाजाको लगाएछ कि तल त्यो अघि यतिकै रोइरहेको किन बाई बाई हजुर मनी थाहा छैन हजुर किन रुनु भएको छोरो अब हामी लाग्यौँ कोही पनि नगएको रहेछ नि त्यहाँ भन्दा पनि त्यो उता सर्वसम्म पुगेपछि हामी जानुपर्छ हजुर छोरो हजुर के दिनु छोरो यो त क्यामेरा हो छोरो क्यामेरा यहाँ हेर्नु त आपालाई यता हेर्नु त हेर्नु त आपा देख्यो ल नहुनु नछुनु न नछुनु छुनु हुँदैन यस यता देखाउनु आपालाई आपा देखाउनु न ल फाइनल्ली घर आइपुगेँ अनि आज लाइसेन्स कार्ड पनि आयो त्यहाँ गएर पनि एकछिन कार्ड सार्ड निकालेर ल्याएँ ल थ्याङ्क यू ब्लग एकछिन